त्यो राम भन्ने केटाको चाहिँ बब्बाल लभ परे हुन्छ क्या हैन। अनि त्यसपछि केटी चाहिँ डोमा हुन्छ कि केटीको नाम चाहिँ हैन, केटीको नाम चाहिँ डोमा हुन्छ। अनि त्यस तर घरको परिवारले चाहिँ मान्या हुँदैन क्या तिनीहरूको लभ अब हुँदैन तँहरूको हुँदैन भने हुन्छ क्या हैन। अनि त्यसपछि टक्क अब अति भयो, अब हामी डोमा भाग्नुपर्छ, भागेर बिहे गर्नुपर्छ भन्छ क्या हैन। अनि त्यसपछि टक्क लगाएर अनि कसरी कहाँ भेट्ने त भन्छ। अनि ल यता यो दिनमा यो डाँडामा आऊ, यो डाँडामा तिम्रो डाँडा छ नि यो डाँडामा आऊ, त्यसपछि हामी त्यहाँबाट भाग्नुपर्छ भन्छ हैन। हामी भाग्नुपर्छ भन्छ। अनि त ल भन्छ डोमाले। अनि टक्क राम जान्छ अनि ठ्याक्क त्यो डाँडामा जान्छ क्या डोमालाई भेट्नलाई। कति फिलिङ गरेको को यो एउटा डाँडामा जान्छ जे होस्, एउटा डाँडा भनौँ न। अनि टक्क डोमालाई भेट्नु। अनि त्यसपछि अनि ल म आइसकेँ डोमा, अब हाम्रो माया सफल हुन्छ, अब हामी भाग्नुपर्छ, यस्तो बिहे गर्नुपर्छ कि के भन्छ त्यसले डायलग यस्तै कि त हो नि, केटाहरूले फकाउनलाई के भन्छ होइन त्यस्तै भन्छ। अनि त्यसपछि म तिमीलाई अति माया गर्छु डोमा, आई वान्ट टु किस यु, भन म तिमीलाई कहाँ किस भन्छ क्या। अनि त्यसपछि त्यो केटी चाहिँ डोमा हुँदैन क्या, तर डोमा हुँदैन क्या। अनि धोती नै हुन्छ एउटा, म तिमीलाई कहाँ किस खाउँ डोमा भन्छ त्यसले। अनि त्यो केटी चाहिँ इन्डियन हुन्छ क्या, धोती हुन्छ, कन्डोम भन्छ क्या, कन्डोमा भन्छ क्या त्यसले। ल रामले चाहिँ कन्डोमै किस खाइदिन्छ होइन। अनि त्यसपछि टक्क त्यो बेला डोमा आउँछ। अनि डोमाले फेरि डोमा होइन त्यो धोतीले नै तुम्हें कहाँ किस खाऊ प्रिय भन्छ क्या। अनि ठ्याक्क रामले चाहिँ अर्को डाँडामा डोमालाई देख्छ क्या। अनि ला डोमा भन्छ क्या। अनि